अहिले नेपालमा 7वटा प्रदेश छ, 753वटा लोकल लेभल्सहरू छ। यो त सबैलाई थाहा छ। अब हामी चाहिँ यो भिडियोमा सब कम्पेयर गर्न लागिरहेछौँ। यो सब यो 753वटा कसरी डिभाइड भएको छ, त्यो मध्ये पनि प्योर गाउँपालिका 460वटा छ होइन। त्यो मध्ये पनि प्योर नगरपालिका चाहिँ 276 छ। यो उपमहानगर 11वटा छ अनि महानगर चाहिँ 6वटा छ होइन। तर नेपालको संविधानको जहाँसम्म लाग्छ आर्टिकल 306 ले चाहिँ के भन्छ भन्दाखेरि नगरपालिका भनेको नगरपालिका प्लस उपमहानगर प्लस महानगर सबै हो होइन। त्यही भएर यो जोड्दाखेरि 276 प्लस 11 प्लस 6 भनेको 293वटा नगरपालिका भनेर भन्नुपर्छ। अब यो चाहिँ जस्तो स्थानीय तह सबभन्दा बढी कुन प्रदेशमा छ भन्दाखेरि यो 1 मा कोशी प्रदेशमा, सबभन्दा कम कुनमा छ भन्नु भने यो 79वटा कर्णाली प्रदेशमा है। यो कण्ठ गर्न सकिन्छ भने गर्नु पर्यो। अब गाउँपालिका जस्तो यो सबै हामीले कण्ठ गऱ्यौँ भने यही 88बाट सुरु भएको छ, यो 88 भयो होइन। अनि यहाँबाट के सोध्न सक्छ भन्दाखेरि सबभन्दा धेरै गाउँपालिका भएको प्रदेश कुन हो भन्दाखेरि फेरि कोशी प्रदेश। अनि सबभन्दा कम अथवा कम भन्दा पनि सेम नम्बर अफ गाउँपालिका भएको स्थानीय तह कुन कुन हो भन्नु भने कुन प्रदेश हो भन्यो भने 6 र 7 भनेको कर्णाली र सुदूरपश्चिम। अब यो नगरपालिकावालामा के सोध्न सक्छ भन्दाखेरि कुन प्रदेशमा नगरपालिका चाहिँ गाउँपालिका भन्दा बढी छ भन्नु भने मध्य प्रदेश। जस्तो मध्य प्रदेशमा 59वटा मात्र छ होइन गाउँपालिका, तर 73वटा नगरपालिका छ। यहाँबाट अरू के सोध्न सक्छ भन्दाखेरि सबभन्दा कम कसमा छ भन्दाखेरि यही यो कर्णालीमा छ, प्रायः जस्तो सब कर्णालीमै कम छ होइन। अनि अब उपमहानगर चाहिँ अब सबै कण्ठै हुनु पर्यो। यो 2टा कुन कुन हो भन्दाखेरि इटहरी, धरान। यो 3टा के हो भन्दा जितपुर, सिमरा अनि कलैया अनि जनकपुर। यो एउटा हेटौँडा, यो चाहिँ दाङको तुलसीपुर, घोराई अनि बुटवल अनि नेपालगञ्ज। यो एउटा कुन हो धनगढी। यो एउटा कुन हो पोखरा। यो एउटा कुन हो वीरगञ्ज। यो एउटा विराटनगर। यो चाहिँ काठमाडौँ, भरतपुर अनि ललितपुर। यसरी 6वटा भयो। यो चाहिँ टेबल कण्ठ गरेको राम्रो। हस्, धन्यवाद।